कालिम्पोङ आइपुग्यो होइन। सो केबल कार यहाँबाट आउँछ। ओके आयो आइरहेछ, एउटा आइरहेछ। पानी छैन वहाँ, यो पानी समाउनु माथि हात धुन पर्यो हो र। एक बोतलै बोक्नु पर्यो त्यहाँ पुग्छ त्यति भए। ओके एउटा आइरहेछ केबल कार। मोबाइल चाहिँ चार्जै गर्नु र मोबाइल छोडिदिनु मलाई। अलिअलि घुम्ने हो कालिम्पोङ। ल हामी बल्ल कालिम्पोङमा आइसक्यो गाइज। म पनि गाइज हाम्रो ल राज अङ्कलका भिडियो गर्दै हुनुहुँदो रहेछ यतामै काम। डिजाइन चाहिँ यस्तो बनाएको रहेछ यहाँनिर। अनि हामी बस्ने कहाँ त खतरा रहेछ यहाँको त। कालिम्पोङको केबल कार खतरा रहेछ। त्यहाँ छोड्नु है। कालिम्पोङ केबल कार आयो ए छन् नि त्यहाँ बस्ने होला कि तल। ए माटोमा बस्छ। फ्युचरिस्टिक रहेछ केबल कार चाहिँ। म यहाँसम्म आउँछ केबल कारको। सिधै आउने सिधै जाने रहेछ। यसको नि घुम्ने, यसको चाहिँ घुम्ने रहेनछ। 7 जना ठ्याक्कै होइन। बाटो खराब भएर साह्रै दुःख पाइयो। साह्रै दुःख पायो हिँड्दै आएको। झर्दै हुनुहुन्छ। हामी पनि चढे केबल कार। हामी अब केबल कारमा चढ्यो है। बस ल अनि एउटा गीत गाइदियो त यो यसो यहाँ पुगेको चारवटा यो चढेको ल गाई त। कुन गीत गाउनु? यसैलाई उनी यहाँ हामी कालिम्पोङ दर्शन गर्न आएको। ल हामी कालिम्पोङ दर्शन गर्न आएको हो। ल गाइदिनु त। एउटा हात गलिसक्यो यहाँ हात खुट्टाले काम गरेको छैन। यत्तिकै हो त। म हिँड्दै आएको। कस्तो गीत गाउनु? यहाँबाट खाएको छैन अहिले सामले भात दिन्छ होला आमाले आशीर्वाद। उड्दैछौँ बिना भन्नेले किन मलाई धर्यो पापी रहेछौ जीवन ल है केबल कार है। ल कालिम्पोङ केबल कार चल्यो है गाइस। यस्तो छ है कालिम्पोङ। हिमाल हेर्नुहोस् कस्तो पुरा राम्रोसित हिमाल देखिने रहेछ। पनि देखिने रहेछ। हिँड्ने बाटो यही हो। गेटवाल बनाएछ अहिले त हिँड्ने बाटो। ल हेर्नुहोस् कालिम्पोङ मन्दिर जाने केबल कार। गेटवाल बनाएछ तलतिर हिँड्ने ठाउँतिर। बारी हिमाल हेर्नुहोस् कति राम्रो हिमाल छ होइन। हिमाल आगिरहेछ। धेरै दुःख पाइयो अब हामी माथि गएर दर्शन गरेर बल्ल झरेर भात केबल कार त फ्युचरिस्टिक जस्तो रहेछ। म फर्स्ट टाइम आएको यहाँनिर। दोलखा भीमसेनको दर्शन गरेर फेरि हामी यता आएको। बिहान हिँड्दाखेरि त्यो पनि बिहानै ल साउन्ड चाहिँ खतरा रहेछ। यो चाहिँ जोल्टिङ हो। त्यहाँबाट फेरि हिँडेर माथि जानु पुग्नुपर्छ हामी। तल यस्तो खाल्टो छ होइन। तल चाहिँ यस्तो मन्दिर छ। दोलखा है यस्तो खाल्टो छ। कालिम्पोङको दर्शन गर्नुहोस् तपाईँहरू पनि होइन। केबल कार होइन। फोटो खिच्नु नि यतै भेट। फोटो खिच्नु न ए सामान मिलाउँदैन गर्दैछु त बाबा लिनु त सामान मिलाउँदैन। अहिले उयो गरेर मिलाउन बा धुवाउन त यति चाहिँ ढिला भयो। ल वहाँ जाँदैछौँ हिमालहरू सब्सक्राइब गरिदिनुहोस् गाइस। फलो गरिदिनुहोस् फेसबुकमा राजजीलाई। सबैलाई गरिदिनुहोस् नि। फलो गरिदिनुहोस् होला। राज केसी भन्ने छ। ल भन्ने छ राज केसी अङ्कल हुनुहुन्छ भन्ने कि भन्ने छ। हाम्रो छोरोलाई पनि सबैले सपोर्ट गरिदिनुहोस्, हेरिदिनुहोस्। लाइक कालिम्पोङ हामी दोलखा भीमसेन बाबाको दर्शन गरेर अहिले हामी यहाँ कालिम्पोङमा केबल कारमा जाँदैछौँ। उहाँ हुनुहुन्छ मन्दिर, उहाँ हुनुहुन्छ तल यस्तो छ। लामाले नि वाच गर्नुभयो। थ्याङ्क यू भेरी मच सचुजी लामा।
सरस्वती लामाले वाच गर्नुभयो थ्याङ्क यू दिपक नेउरीले वाच गर्नुभयो थ्याङ्क यू सरस्वती लामा हाम्रो बहिनी गौ कवराजले थ्याङ्क यू ल एउटा गीत अझ गाई त फेरि आउँछु गाइहाल भनेको चाँडो कता गयो हितै कि परनी मण्डलेर भइसक्यो खरानी मेरै भन्थ्यो अर्कैलाई सुहायो भजन गाउला भनेको त्यसको साडीले के गाउँछ त नि अनि मन्दिर आएर नि ए तिमी नै गाउँ भजन ल ठ्याक्कै कोरियन डाँडा आइपुग्यो मन्दिर माथि हुनुहुन्छ देवीको मन्दिर हामी आइपुग्यो जय पलाञ्चोक माइकी कालिन्चोक माइकी जय हो जय कालिन्चोक मनोकामना पुरा होस् सुख शान्ति होस् भगवान सुख शान्ति होस् डोरीले तान्नेर चाहिँ खतरा ल हामी ठ्याक्कै अब केबुलकारबाट झरेर यहाँबाट 10 मिनट मन्दिर जान लाग्छ 10 मिनट लाग्छ दर्शनीहरू वेट गर्दै हुनुहुन्छ तलै जान्छ कि जाँदैन तान्छ माथिबाट भ्यूहरू हेर्नुहोस् है ल Now here we go now. चलो 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 आफै खुल्छ अटोमेटिक चलो गया So finally हैन त राज अङ्कल फाइनली हामी आइपुग्यो हैन त फाइनली हामी आइसक्यो गाडी बिग्रेर एकदमै दुःख पाएको थियो अनि बल्ल ल भ्युज हेर्नु यहाँनिर कुरु भ्याली भिलेज केबल कार चाहिँ एउटा मात्रै रहेछ यहाँ हिमालमा देख्न सक्नुहुन्छ हिमाल देख्न सक्नुहुन्छ हिमाल जुत्ताहरु यही खोल्ने होला नि है हिमालहरु हेर्नुहोस् सब हिमालहरु हेर्नुहोस् र जुम गरेर देखाइदिन्छु कैलाश पर्वत भनेको वहीँ हो किन जुम हुन्न मेरो लाइभमा चाहिँ हुन्न ए जुम भयो त जुम गरे ल हिमाल हेर्नुहोस् कालिम्पोङको हिमाली हल्का जुम आउट गरिदिन्छु ल लेट्स गो पुरै भ्युज यतापट्टिको भ्युज देख्न सक्नुहुन्छ गाइजहरू यतापट्टि नै तल चाहिँ कुरु भ्याली हो भिलेज भ्याली भन्ने नि कोही गलत हुँदैन हिमालको हिउँ हेर्नुहोस् हाम्रो देश नेपाल यस्तो सुन्दर छ हेर्नुहोस् अब कति मिनट हिँड्नुपर्छ भर्याङ चढ्नुपर्छ भर्याङ गाइज तल त एकदम सजिलोसित दर्शन गरियो माथि आउँदा चाहिँ एकदमै गाह्रो पर्यो गोलका घिमसिममा त्यति भिड थिएन यहाँ नि भिड त छैन दुःख चाहिँ पाइयो गाइज उहाँलाई कस्तो डाँडामा जानुपर्छ मन्दिर डाँडामा हेर्नलाई गाइज भनेर भन न हेर्नु ल टुप्पोमा हेर्नुहोस् गाइज सब्सक्राइब गरिदिनुहोस् होला चिसो न चिसो पनि छ है तलको घरहरु छ नि घर माथि तल भुइँमा सबै कति किलोमिटर लाग्छ ल अहिलेको लागि भिडियो इन्ड गर्दै मैले गाइज सब्सक्राइब गरिदिनुहोस् होला एकचोटि आउनु पर्ने ठाउँ रहेछ भनेर भन्नु होला एकचोटि आउनु पर्ने ठाउँ रहेछ गाइजहरू हजुरहरू कोही घुम्न आएको रहेनछ भने घुम्न आउनुहोस् So thank you for watching. This is another one road. Look at that, guys, and subscribe. Look, there's up a mandir. I mean, माथि चाहिँ मन्दिर छ हेर्नु त पानी माथि छ तल हेर्नु कत्रो पानी झर्छ उ तल उ तल
तलतिर पानी क्या पानी पानी सो त्यहाँ मास्तिर कहाँ छ त्यही पानी चाहिँ कहाँ यतिको छ त्यो उयो गएको सेतो देखेको त्यो तलको त्यो भित्र छ गाइज सो उहाँ चाहिँ आमा बस्नुहुन्छ उहाँ माथि आमा बस्नु दरबार त्यति चढ्न सजिलो छैन हजुर एनदर वान रोड यो चाहिँ जाने बाटो फर्किने बाटो चाहिँ यता तल हो तलबाट घुमेर रहेछ सो मेरो मम्मी जानु भइरहेछ सो यस्तो छ म त हिँड्दै हिँड्दै आएको कुरु भ्यालीदेखि गाइज सो कुरु भिलेजदेखि सो हामी चढ्दैछौँ यसो असरी के अरे यो अलि बुझिँदैन चढ्न गाह्रो भयो सो हल्का पानी खाइदिउँ न यहाँ आउँदा भर्खर 11 बजे रहेछ 1 बजे जस्तो लाग्दो रहेछ 12 बजे रहेछ 12 बजेर 11 मिनट भए रहेछ सो सजिलो छैन हिँड्दा थाक्यो मम्मी उकालो चढ्नु चाहिँ गाह्रो हो लास्टै है बा उकालो चढ्न गाह्रो है बा सो हामी मन्दिर पुग्नेवाला छौँ सजिलो छैन है म फर्स्ट टाइम आएको हो थाकेर यस्तो भइसकेको छु म चाहिँ भुतुक्कै भइसकेको छु थाकेर गाइज यहाँ चाहिँ डस्टबिन राखेको छ बा पनि बस्नुभयो थाकेर हामी भ्लगरहरू चाहिँ माथि हिँड्दैछौँ सो वी आर कमिङ नाउ ओ माई गडनेस हालत खराब हो गया हो र दुख्नु थाल्यो मेरो पनि दुख्नु थाल्यो हो त्यही भएर सोधेको फाइनली आइपुग्यौँ गेटमा आइपुग्यौँ यस्तो टाढा आइपुगेछु उहाँदेखि हिँड्दै आएको त्यो परतिर छ नि गाइस त्यो परतिरदेखि हिँड्दै आएको मैले बाइक पनि लिएन आमा बाबा मामाहरूलाई पठाइदिएँ बाइकमा आफू एक्लै हिँड्दै आएको ल माथि अझै भर्याङ चढ्नु पर्ने रहेछ लिनै पर्यो आउनै भनेपछि आउनै पर्यो सो जायन्ट हिमाल कत्रो ठुलो हिमाल यतापट्टि नि हेर्नु त्यो हिमालको चिसो यहाँसम्म आइपुग्छ थाहा छ गाइजहरू त्यो हिमाल छ नि हिमाल हो त्यो हिमालको चिसो आउँछ थाके गाइज थाके हैट यस्तो हालत भएको छ मेरो हेर्न हैट हिमाल हेर्दै गर्न एकछिन विश्राम गर्छु म तल चाहिँ के पार्टीहरू रहेछ आई मिन के झुन्ड्या रहेछ लेट्स गो आइस जम्या रहेछ यतापट्टि आइस जम्या रहेछ आइस जम्या रहेछ है चुच्चो चुच्चो देख्नु भएको छ भिडियो इन्ट्रेस्टिङ हुनेवाला छ जय खालिङचोक माथि जय होस् म भित्र आइसकेको छु फाइनली we are coming finally guys we return now we are going now हामी जाँदैछौँ अब हामी आइसकेका छौँ मन्दिरबाट गएर सो
केबल कारको टेन्सन सो वी आर कमिङ डाउन लेट्स गो यता आउँदैछौँ हिमाललाई हेर्दै उकालो चढ्न गाह्रो ओह्रालो झर्न सजिलो है ओके वी आर कमिङ again यही त्यो केबल कारमा जाने अलि टाइम लाग्छ आउनु सो ओके लेट्स सी यहाँ चाहिँ यस्तो रहेछ यसरी तान्दा रहेछ यहाँ दुईटा केबल कार रहेछ यहाँ तलबाट एउटा आउँदैछ जाँदैछ है जाँदैछ तलबाट आउँदैछ केबल कार वो आ रहा है What is this sound? यहाँ एउटा रहेछ त्यहाँ एउटा दुईटा केबल कार रहेछ यस्तै बसिराख्नु ओइ ओइ So we coming. So cable car is coming, guys. यता आउने केबल कार आयो यता आउने अलिकति केबल कार आयो आउनु है आउनु Now it's our turn. तीनजना आउनु भएको रहेछ ऊ यहाँबाट घुम्दो रहेछ तान्दो रहेछ यसरी र आयो अब कति हिँड्नुपर्छ हामी टक्क यसरी खोलिदिनु भयो ल जाउँ ल भक्तपुरी हो सर हजुर होइन हामी काठमाडौँ ए सरी है सरी सोधि पनि So let's go. यसपालि सेलिब्रिटी बोय ल अनि तर्फ जाँदैछौँ यसपालि Let's go down 3, 2, 1 Let's go यस्तो खेलेको थियो हामीले हो र त्यति आउँथ्यो कि डाँडाबाट सिधै तल खोलामा अहिले छैन सिएमएस थियो कि त ए कुन डाँडाबाट खोला भएर त त्यो माथि त्यो डाँडाबाट सिधै So we are going यहाँ पुरै बरफ हुन्छ नि अब पुरै हुन्छ क्या गाडी त कति चिप्लिन्छ मान्छे मङ्सिर पुसमा आउनुपर्ने रहेछ पुसमा मान्छे आउँछन् त्यस्तो भएर पनि आउँछ त्यही बेला त धेरै आउँछन् अरे ओइ पोल चाहिँ यो बिचबिचमा पनि राख्नुपर्ने रहेछ क्या 2-3 ठाउँमा पोल चाहिँ यहाँ त दुईटै मात्र पोल रहेछ 1, 2 पोलै छैन दुईटा पोल माथि दुईटा पोल तल रहेछ धेरै टाढा छैन मान्छे हिँड्ने रहेछ तलतिर त्यो मनोकामनाहरूको कति ठाउँमा छ हेर्नु बनाइदिएछ मैले पहिलो हाँसमा भन्दा निधार बस्या हुन्छ मान्छे के पहिलो हाँस
है हिट पनि राम्रो नआउँदैन सबै दरबारै त हो नि उहाँहरू चाहिँ बास गर्ने वासस्थान गर्ने त नत्र त्यत्रो भूकम्प आउँदाखेरि उयो डिस्कभर लड्दैन भनेको यार शक्ति नभएको भए एउटा दुइटा हिस्सा त लडिहाल्छ नि कहीँ लडिहाल्छ त पानी कति माथिसम्म छ पाहाडबाट निकाल्नु पर्छ अहिले माथि नै छ पानी खै जल निकालेर ल्यायो नि त कसैले मैले त देख्दै पनि देखिनँ ए फर्केर जानु हुँदैन भनेर तल टिका लिनु गएको नरिवल फुटाएपछि आउनु हुँदैन भित्र पस्नु हुँदैन अशुभ हुन्छ भने तै पनि टिका त सुनेले फापेन कि पाइलटै खा किन त्यसरी छुट्छ पाइलट कहिले छुट्याइदियो छुट्याइदियो हेर्नु न म चाहिँ भिडियो बनाउँदै बसिरहेको उहिलेदेखि खाना खाने हो फ्रेस हुने हो कपाल सपाल चट्टा मिलाउने होइन कपडा सपडा चेन्ज गर्ने खाना कहाँ Okay, now it's coming the speed breaker. सकियो भएन चल तल त कहाँ पुग्नु सकिन्छ त्यत्रो बिच बाटोमा त हामी अरू चिज बनाएर खाने खाना खाने हो कहाँ त्यो तल निस्केर बसेर रहेछ हाम्रो बा बस सबै गाडी फोडेर पैसा चोर्यो कि कसको छ गाडीमा मम्मीको ब्याग थियो मेरो पनि हुन्छ मम्मीलाई गाह्रो भएछ धेरै नै स्पिड ब्रेकर भोक लागेर त्यही भएर खाना खाएर आउनुपर्छ टन्न भने त्यही माथि डाँडामा र कालो मुख लगाएर बस्छ ए खाना खाएर हामी खाना खाएर त उहाँदेखि हिँडेर आउनु पर्थ्यो नि बोका लिएर हिँडेर आउनु पर्थ्यो नि कहाँ Subscribe guys, bye bye. खाना खाएर पूजा गर्छ त See you. बास बसेर हो नि त Okay, ठ्याक्कै see you.